हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो साथीको ब्लगमा। आज चाहिँ हामीहरू घुम्न गइरहेको छौं र तपाईहरुलाई चाहिँ केही टाइमपछि देखाउने छौं। सक्यो एक्टिङ तेरो एक्टिङ सक्यो जाने हो। हाय सानो बस हाय सानो तिमीलाई त बाबाले कुचुक्क राख्दियो कि क्या हो कालु यसले कुचुक्क किन राखेको जाडो भइहालेछ अनि ज्याकेट लगाइहाल्नु पर्ने छ, नत्र त जाडोले खामिहालेछ त। अब चाहिँ हामी किन नबोकेको भन्ने थाहा छ अनुले के अरे मेरो सोर्ने कत्रो छ अरे माइकै चाहिँदैन अरे के अरे मेरो भिडियो चाहिँ अघि मेरो साथीले स्टार्ट गरिदिइसकेको छ अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ भने एकछिनपछि तपाईँहरूले देख्नुहुन्छ अरे के त्यो चाहिँ सरप्राइज। यहाँ देख्न सक्नुहुन्छ पानी परिरहेछ, त्यही पनि हामी चाहिँ जाँदैछौँ किनकि मेरो साथी उहाँ चाहिँ एकदम मेरो ड्राइभर अलिक ठिक लागेन, झनै ठोकिएँ म अगाडि। ड्राइभर चेन्ज गर्नु पर्ला, साथीभाइहरू सजेस्ट गर्नु होला। मेरो साथी चाहिँ एकदम टाढादेखि आउनुभएको अनि उहाँले यस्तो डाँडा काँडा देख्नै भएको छैन अरे, अनि त्यही भएर उहाँलाई हामी घुमाउन लाँदैछौँ। अनि मेरो भुन्डु चाहिँ यहाँ बसिरहेछ अनि मेरो साथी चाहिँ यहाँ अगाडि बसिरहेछ। ओइ मोटी यता हेर, के तपाईँ भन्दैछु, त्यो त एकछिन एक्टिङ गरेको हो। हामी चाहिँ अहिले तेल हाल्ने ठाउँतिर जाँदैछौँ अनि हाम्रो डेस्टिनेसनतिर चाहिँ एकछिनपछि डेस्टिनेसन होइन, हाम्रो गन्तव्यतिर चाहिँ एकछिनपछि लाग्नेछौँ। नेपाली मात्र बोल्नु पर्यो। अनि साथीभाइहरू अर्को के अरे, मेरो साथीले चाहिँ के भन्नु भने, मोटीले चाहिँ के भन्नु भने नेपाली मात्र बोल्ने च्यालेन्ज अरे के, मतलब च्यालेन्ज पनि के भन्छ च्यालेन्जलाई नेपालीमा, जस नेपाली मात्र बोल्ने खालको गर्ने के, अङ्ग्रेजीहरू इङ्ग्लिस पनि होइन, अङ्ग्रेजी चाहिँ नबोल्ने हाम्रो यो भिडियोभरि ल। अब हेरौँ कसले सक्छ कसले सक्दैन है। अनि तैँले बोलिस् भने चाहिँ के गर्ने, प्राइस चाहिँ 5 पाउन्ड। चुप्लाक म गरिब छु, 5 पाउन्ड त्यसको लागि के अनि जसले जित्छ उसले चाहिँ 50 पाउन्ड्स ल। ल ए होइन, यो त स्टार्ट हो नि त नि। के भन्छ, मैले हारेँ भने मैले पुनमलाई 50 यहाँको पैसा दिन्छु अनि पुनमले हार्यो भने पुनमले मलाई 50 दिन्छ। ओके। मेरो भुन्टे चाहिँ निदाउन खोज्दैछ। यो 3 दिन भइसक्यो यसको के भन्ने निन्द्रा उयो भएको, नभए 11-12 बजे मात्र उठ्ने, आजकल चाहिँ 8-9 बजे उठ्न थालिरहेछ। म त के खान्छस्? के छ? केही खान्छस्? स्यान्डविचहरू खान्छस् भने खान, म त खानु मन छैन। साथीभाइहरू हिजो हामीले मोमोहरू के च्यालेन्ज गरेको थियौँ कि, तर त्यो चाहिँ भिडियो हामीले गरेनौँ होइन। अनि त्यही भएर हिजोकोले कहाँ छ पानी कालो चिसो, मेरो ड्राइभरलाई तिर्खा लाग्यो अरे। मोटी तँलाई कस्तो लागिरहेछ भन्दा? मलाई भेटेर हौ रमाइलो खुसी छ अरे। यो 3 वर्षभन्दा बेसी 3 वर्षभन्दा बेसी भएको थियो नभेटेको। देख्नुभयो मेरो साथी खुसी छ, त्यही भएर म यसलाई घुमाउन लाँदैछु। मेरो ड्राइभरले चाहिँ अलिक खै के गर्दैछ, ढिलो गर्दैछ। ल साथीभाइहरू एकछिनपछि भेटौँ भन्न, एकछिनपछि भेटौँ। यस्तो गर्नु। अब चाहिँ हाम्रो यात्रा सुरु भयो, लगभग 2 ओ नो मोटी तैँले र मैले नै ब्रेक गरिसक्यौँ त्यो यो च्यालेन्ज त। हाम्रो यात्रा चाहिँ अब 2.5 घन्टाको यहाँबाट। एकछिनपछि होइन, मोटी हार्यो सुरुमा, मोटीले भन नि त, त्यसले 3 इयर्स भनेर। तैँले अगाडि कति इङ्ग्लिस बोलिसकेको थियौ। ल अब चाहिँ फेरि हामी चाहिँ अब गएको। मेरो भुन्टे चाहिँ निदायो।
कुकुले Continue on Stony Ridge Avenue for 3/4 of a mile. एउटा कि बन्द बजाएको छ त खोज्नु सबै हिमाल त त्यही पर त हिमाल फेरि उयो चाहिँ गर्ने के भन्न चाहिँ हामी कहाँ आइपुग्यौँ भनेर ए गाइस हामी चाहिँ अहिले लेक डिस्ट्रिक्टमा आइपुग्यौँ अनि लेक अब डिस्ट्रिक्टको पनि कुन अरे कालु कुन पो भन्छ लेक डिस्ट्रिक्टै भन्छ है नानी हामी चाहिँ थर्डवाला त्यो लेक भएको ठाउँमा आइपुग्यौँ अनि अब आइया, यहाँ चाहिँ खुट्टा पल्टेर। भर्खर आइपुगेर हामीहरू खाजा खानु लागेको नेपालीको वाइ वाइ छेउछाउ अनि कफी ओ नो मेरो ज्याकेट के को अब चाहिँ हाम्रो नेपाली मेरो ज्याकेटलाई उयो गरिदे नेपाली मात्रै बोल्ने स्टार्ट भयो ए सुरु भयो नेपाली मात्रै बोल्ने सुरु भयो कालु यो कसरी माथि राख्ने यो तान न उयो यो होइन उयो हुन त हामी त्यस्तो इङ्ग्लिस बोल्ने मान्छे होइन त्यही पनि पल्लोपट्टि नि त दिदीको नि तान्दै ओइ कहाँ झारेको मेरो कसरी त नि त्यो चारवटा माथि तान न ए चारवटा धान दिदीको नि ए मेरो नि यसलाई खिच्छ ओइ कालु सजिलो पारेर मम्मीले। पकड त यहाँ बस्छ तिम्रो सिद्धि हो यसरी पुनम त देखिनुहोस् न होइन हुन्छ तिम्रो मेरो सिद्धि हो अलिक पछाडि ए मेरो हात कस्तो दिएको होइन के यो सुभाषी त कति धेरै त्यहीले उयो बोलिस् अङ्ग्रेजी शब्द बोलिस् म अङ्ग्रेजी के मैले नि बोलेँ? अघि बोल्छ ल रद्द भयो त्यसको छोड्नु अब स्टार्ट यस्तो त खास गरी झ्याली हुन्छ है अब सुरु भयो ल हाम्रो चाहिँ हामी कालु किन तिमीले जतिखेर हाम्रो यो अङ्ग्रेजी हावा चिसो हावा आउने अन गरेको छौ ऊ- चिसो हावा अन भने अँ। ओ रद्द र मलाई चाहिँ अलिक गर्मी भयो होइन अनि मैले चाहिँ यो खोल्दैछु अनि हाम्रो गुरुजीले चाहिँ के गर्नुभयो भने यताबाट छिर्नुपर्ने तर उहाँ सिधै चाहिँ लानुभयो। सिधै लानुभयो अनि त्यसले गर्दा चाहिँ हामी त 15-20 मिनट नै के भयो उयो गर्नु पर्यो घुम्नु पर्यो त्यही भएर उहाँलाई चाहिँ अब लास्ट ए अन्तिम बोलिन नि त मैले भनिनँ नि त अन्तिम एउटा शब्द नि गनिन्छ गनिन्छ यसरी त साह्रो अप्ठ्यारो हुँदो रहेछ उहाँलाई चाहिँ मैले चाहिँ अन्तिम हजुर चेतावनी दिइसकेको छु अबदेखि पनि गलत त्यस्तो कदम उठाउनु भयो उयो यो चेतावनी हो नि हाम्रो होइन चेतावनी मतलब त्यो चाहिँ टपिक बाई बाई खाने हो हामी चाहिँ चाउ चाउ के हो ब्रेड लिएर आएको ए पाउरोटी ए उसँग होइन नि त तिमी र तर म मात्र के तर म मात्र हो तर ए अरूसँग बोल्दा नि ओके ए हजुर हुन्छ साँच्चै कस्तो अप्ठ्यारो हुँदो रहेछ है भरे अङ्ग्रेजी मान्छेहरू हिँडेको देखिस् भने पनि उनीहरूसँग नि नेपाली नै बोल्ने त्यस्तो त अलिक हुँदैन हुन्छ उनीहरूलाई जसरी नि बुझाउने कि हामीले म त केरा खानु पर्यो तनी खान्छ म उयो हाल्नु तिमी पनि खाने यसलाई चाहिँ के भन्नु नेपालीमा पनि त्यही भन्छ त चाउचाउै भन्छ इङ्ग्लिसमा अर्को भन्छ चाउ चाउ हो नेपालीमा त चाउचाउ ए अन्त बिल्कुल फुल चाहिँ यहाँ लगा योहरू के खानु यो झोलामा मेरो ड्राइभरले चाहिँ खालि मलाई हराउनु ए गुरुजी गुरुजी भन्दैन हो तिमीलाई चालक भन्छ। तिमीलाई थाहा रहेनछ चालक पनि हो गुरुजी पनि हो ल, के? गुरुजी भन्छ तँलाई कस्तो लागिरहेछ भन्नु नखाने तँलाई कस्तो लागिरहेछ
मलाई अँ। रमाइलो हो। बाहिर- हिमाल पनि देख्नु पाइयो। हाम्रो देशमा सबैभन्दा विश्वको त्यत्रो अनि- अग्लो शिखर छ अनि अनि म बस्ने ठाउँबाट कहाँ अनि देखिन्छ? तँलाई चाहिँ यो त्यो हिमालको जस्तो पनि छैन त्यो अनि चाहिँ राम्रो लाग्यो यति तँलाई देख्नु नि मेरो लागि त के भन्छ त्यही भन्छ। यसरी त मलाई त एउटा वाक्य पूर्ण गर्नुलाई 10 मिनट जति सोच्नु पर्ने रहेछ नि त कस्तो अप्ठ्यारो हुँदो रहेछ पानी परिरहेछ गिलास यो झोलामाले मसला नि हालेको मसला मिस अहिले के? मसला कहाँ उयो अङ्ग्रेजी हो होइन हो नि के होइन मलाई ला कस्तो अप्ठ्यारो हुँदो रहेछ भरे मान्छेले उठो होइन नि भन्छ यस्तो भिडियो हेर्नुभयो त्यो भने सेतो त लगाउने आन्टी अनि मेरो मम्मी त कहाँ? उयो हुनुहुन्छ के अरे छ्यामा अल्छी हो लाग्छ। नि छ्यामा हो म त आन्टी भन्छु नि त नेपालीमा ए यस्तो हो यस्तो म हार्ने रहेछ। भरे हेर्ने मेरो आमा मान्छेहरूले भरे हेर्ने मान्छेहरूले के भन्छ न यो सेतो लगाउने दिदी चाहिँ धेरै बोल्दो रहेछ नि धेरै बोलेपछि अनि अङ्ग्रेजीमा बोलिहाल्छ नि थाहा हुन्छ यो रातो लगाउने दिदी चाहिँ कम बोलेर भन्छ होला क्या साथीभाइहरू हामी चाहिँ त्यही हो हामी यता आएको घुम्नलाई अँ अनि पानी परिरहेछ हामी अलिक ढिलो आयौँ घरदेखि चाहिँ अलिक छिटो आएको 10 बजेतिर 11 बजे आइपुगेको भए चाहिँ ठिक्क हुन्थ्यो किनकि हामी आउँदाखेरि कस्तो राम्रो भइरहेछ नि त होइन मासु नखाने होइन म त खान्छु ऊ पो त नखाने स्याउ खानु स्याउ नखाने खाऊ न उसको रातो रङको खेलाउन छ देऊ त कालो त्यहाँ त्यहाँ छ। साथीहरू यो चाहिँ पानी हो ल यो चाहिँ अरू नसोच्नु होला केही त खाँदैन ए म चाहिँ किन अगाडि बसेको भने अघि मेरो गुरुजीले अलिक बाटो बिर्सिनु भयो नि त्यही भएर मै गाडी चलाउँछु भनेर हौ किन हामी उयो ब्रिज कोर्सदेखि भेटेको अनि अहिले त्यो भेट्दा- हुँदैन न त्यो पनि अङ्ग्रेजी बोलिस् मलाई के लाग्दैन एउटा मात्रै दुई मात्रै कस्तो लागिरहेछ भने कहाँ खाने हँ कसो यो खाइसक्यो कस्तो अब फुल पास गर्नु त मगाउनु ठिकै त्यतिखेर त्यहाँबाट त सुरु भएर पुनमको कपाल लामो रातो थियो रातो मैले त्यो के लाउँछु नि हो के लाउँथ्यो रातो रङको के एउटा अँ मेन हो त्यस्तो लाग्छ कि कालो अनि त्यहाँदेखि त लगाइन पछाडि लगायो यो त त्यो सुरुको दिन भेट्दा चाहिँ मलाई कस्तो लाज लागिरहेको छैन मलाई यसो अनि यो त यसो लगाउन- अनुहार नि हेर्नु सक्दिनँ लाज लागेर अनि सानो हो बाबासँग बसेको मलाई एउटा उयो मात्रै याद आउँछ है घटना मात्रै याद आउँछ त्यो रातिको चुप के राति भन्नु भन्नु छिटो अब भन्नु रुको होइन के गरेको होस्टेलमा पहिले पारेको होइन होइन के गरेको भन्नु नि त तिमी जस्तो फोहोर लाग्यो म यो शौचालय गएको थिएँ अनि त्यहाँनिर अनि शौचालय गएर निसा मलाई पहिले डर लाग्थ्यो क्या शौचालयहरू नि जानु एक्लै राखन पिक्चरमा पकड न तिमी पनि पकड है तिमी पनि खाने च्याउच्याउ तिमी पनि खाने अर्को अर्को नि छ। छ ल। ताली बज्यो
अब जानुपर्छ पर हाम्रो आफै त बस्छ त यो नछोड्ने छिर्नु पर्छ यहाँ हातले कतिरहेको हुन्छ कि तिमी पनि खाने अब तर यस्तो त पछि माछा खाने ल बुबु खान्छ फेरि दिनु होला हौ एकछिन तिमी पनि खाने हो पछि खाने ल अनि यो उयो रहेछ क्या चिसो दिनु पुनम यो भर्खरको नयाँ अनि खुरुम खुरुम छ नि त त्यही भएर पनि मिठो भएको नयाँ होइन हौ पसलमा त तँ कहिले राखेको हुन्छ नि एक कार्टुन हालिदिनु भयो कुन कार्टुनको पऱ्यो कार्टुन तिमी पनि खाने हेर न ओइ हेर न तिमी नखाने यस्तो मिठो उसको कपाल यहाँनिर छ अघि पनि निकालेको हाततिर हात पनि यस्तो होला है हात मैले यताको छोएको छुइनँ यताको पनि छु अमी बल नगर न तिम्रो खाने बेला भएको छैन नि त हस् 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 हेर न यसले बल गऱ्यो यो मसला त खाँदैन म भएछ नि कालु यसलाई पकाउँदैन यता ऊ बल गरेर यता आइसक्यो बसेन मम्मी त नखोलेको चाउचाउको देऊ न बोक्नु ताने ल मलाई भयो होइन अरे अब यहाँ अगाडि छ उसले त्यही हेर्दैछ सानो तँ होइन तिमीले खाने होइन माथि माथि उफ्र माथि माथि उफ्र बाटो चाहिँ यस्तो छ साथीभाइहरू मोटी बोल त सुनिन्छ कि यहाँ कालु र भुन्डे चाहिँ माथि छ ओ मोटी यो पहाडको जस्तो माटो होइन के बालुवाहरू पनि छ नि त त्यही भएर चिप्लिँदा नडरे आइज न वाउ ओइ मोटी हेर्न ऊ माथि हिमाल मोटीलाई कस्तो राम्रो लाग्यो हाम्रो सगरमाथाहरू चाहिँ हेरेकै छैन है त्यो पनि कस्तो राम्रो देखेको है कहाँ यस्तो चाहिँ बाटो चाहिँ साथीभाइहरू पानी हल्का बग्दैछ हामी चाहिँ होइन के अरे पानी पर्दै थियो अनि एकछिन कुर्यौँ ओइ मोटी त छाता यस्तो बन्द गर्नु अनि सानो हुन्छ तेरो गोजीमा नि अट्छ फोहोर लागेछ यस्तो गर्न सबै काचा कुचुक पार्न हत्या ऊ त्यसको बान्ने छ त यस्तो छ बाटो चाहिँ यो त पहाडै हो यो त पहाड गएको छैन नि त यो मोटी त म चाहिँ पहाडमै हुर्केको पहाडमै जन्मेको त्यही भएर हिँड्न सक्छु ऊ चाहिँ पहाडमा गएको पनि छैन मेरो साथी चाहिँ बोल्न त्यही त बोली नै बन्द भयो त मेरो त यहाँ सास फुलिरहेको दुईजना चाहिँ माथि छ भुन्टे रुँदैछ ए ल म चाहिँ मेरो साथीसँग हिँड्दैछु सुभाष र भुन्डे चाहिँ माथि गइसक्यो त्यस्तो छ मलाई त है ओइ मोटी मलाई त पहिला हामी खोल्छीमा यस्तो गङ्गटाहरू खोज्नु जान्थ्यौँ नि त त्यस्तो पो लाग्दैछ यस्तो सानो खोल्छी हुन्थ्यो नि त उकालोमा चाहिँ किन हिँड्नु त चाहिँ किन हिँड्नुपर्छ भोलि किन हिँड्नुपर्छ भोलि यस्तो छ साथीभाइहरू
पर्खिनु यो त सेम ओइ मोटे हाम्रो पहाड जस्तो छैन त यहाँ माथि हेर्दा मम्मी हेर्दा यस्तो पहाड छ हामी चाहिँ 2 घन्टा गाडीमा चढेर यो पहाड चढ्न आएको अनि पहाडको मान्छेहरू चाहिँ सहरतिर जान्छ बिस्तारै आइज बिस्तारै आइज मेरो साथीलाई चाहिँ गाह्रो भइरहेछ यसलाई पहिले पनि गाह्रै भएको छ मेरो घर जाँदाखेरि पर चाहिँ भेडाहरू छ पर भेडाहरू तिनीहरू चाहिँ सब भेडाहरू अनि हामी चाहिँ त्यही बाटो आएको मोटी चाहिँ यहाँ छ ओइ मोटी आइज बिस्तारै फेरि पानी पर्यो चुप्लाक आएपछि हिँड्न बिस्तारै हामी बिस्तारै जाने पानी पर्दैन रहेछ त्यस्तो आइज गीत गाउँदै जाउँ म्याउ म्याउ बिरा आइज त त हिँड्नु जाँदैनस् कि क्या उता घरमा पनि हिँडै म प्रेग्नेन्ट भएको बेला त 1-2 घन्टा हिँड्थेँ नर्मल भयो कुद्ने चाहिँ होइन हिँड्ने कालो अब कति छ अरे भर्याङ छैन अब आइ त सक्यो मोटी आइज म यतिले हौसला दिइहाल्छु नि नानी त यस्तो मलाई हिँडिरहेको छ छिटो यसको तिमीहरू अगाडि अनि तपाईँ अगाडि हिँड्नु अब त आइसक्यो अब त्यो मान्छेलाई हेर्नुको माथि पुग्यो भने इट्स रियली नाइस प्लेस भन्ने खालको होइन नि वर्थ इट छ अरे अगाडि जाउँ म बिस्तारै आउँछु कि मोटी ऐ मोटी मोटी आन्टी हेर्नु मोटीको हालत त बेहालत भइसक्यो त्यो पनि वेट उयो हुन्छ यसलाई आइज हात दे मेरे हात में तान्छु नि त उकालो बाटो चाहिँ हिँड्नु सक्दिनँ सिधा सजिलो बाटो कहिले पनि आफूलाई राम्रो हुँदैन थाहा छैन हो कि होइन भन्नु त एक वर्ष भएको छैन किनकि यो टिकटक बनाएको गर्छ नि त अनि बनाउनै छोड्यो त्यो पछि आइज न बिस्तारी त्यहाँ माथिदेखि हिँड्दा कस्तो आनन्द आउँछ होला मलाई जहाँसम्म लाग्छ यस्तो छ यता चाहिँ फेरि पानी पर्न थाल्यो हल्का उकालो ओह्रालो गर्ने बानी नभएर म त पहाडमै उयो भएर होला क्या बिचरा यो त पहिले पनि त्यस्तै थियो
अब हाम्रो गाइडलाई थाहा थिएन अब कस्तो चढ्ने। हामी आएको त थिएनौँ होइन कालु? तिमीलाई पनि थाहा थिएन। अब सिधा गयो यस्तो घुम्यो सिधा थोरै घुम्यो अनि आइदा गयो घुम्दै यति मात्र। सक्छ यसले यतिसम्म सकिसक्यो। सक्छस् क्या? सक्छु भन्न। यस्तो छ बाटो चाहिँ मोटीलाई गाह्रो भयो जस्तो छ। यताको नि यताको बाटो जानु होला यस्तो छ। पानी आउँदो रहेछ क्या यहाँदेखि। यस्तो तलदेखि आएको यिनीहरू आउँदैछ। मोटी फेरि घाम लाग्यो त। अनि खै हाम्रो नेपाली मात्र बोल्ने च्यालेन्ज कता गयो? नेपाली मात्र बोल्ने च्यालेन्ज कता गयो? यहाँ चाहिँ रुखहरू ढलिरहेछ। एउटा रुख चाहिँ उहाँ तल नि ढलेको रहेछ अघि कहिले भर्खरै होला, तर काटेर बाटो बनाइदिरहेछ। सुभाष है कहाँ पुगिसक्यो? सुभाष र नानी हावा चल्दैछ। रुख चाहिँ नढलोस् भनेको। बाटो चाहिँ यस्तो छ, पानी पर्दैछ। ए साइला म त तिम्रै यस्तो छ सिडीहरू। हावा टु मच। अब चाहिँ आइपुगेछ पुन्टेर काल्नु त। त्यहीँ बस्छ तिमीहरू। भुन्टे बिचरा खोइ मान्छेहरू कता कता जान्छ। सुतिरहेछ छोटा। म यता गएर आउँछु। मोटी आउँदैछ क्यामेरा। यस्तो छ सिडी सिडी छ। फाइनली हामी चाहिँ आइपुग्यौँ। वाह सबै देख्दो रहेछ। हामी त तल देखाएको तल। पर छ सुभाष र नानी अनि इलिस भर्खर आयो। सुभाष र नानी चाहिँ नआएको।
झन्नै हावाले उडायो हामीलाई झन्नै हावाले उडायो अनि यसरी बसेको हावा साह्रो चल्यो भने बस के हा मोटी कस्तो लाग्यो तँलाई एकदम राम्रो झन्डीले सास गएन अब चाहिँ हामी फर्केको लड्दैन सो एउटा खुट्टाले उफ्रेको जस्तो हो क्या बिस्तारै न सुरुमा एउटा खुट्टा राख्ने अनि ब्यालेन्स गर अनि त्यस्तो चिप्लो छैन यसकोमा त बारीमा चाहिँ त्यहाँनिर लडेको बारीको डिग्री चाहिँ हामी चाहिँ हिँड्ने बानी भएर होला है कालु हामी चाहिँ हिँड्ने बानी भएर कि अब हिँड्नु त गाह्रो हुन्छ नि अब हामीलाई पनि दुख्छ नि देखि त तर यो त पाहाडै गएको छैन नि त म त पाहाडमै बसेर चाहिँ भनेको कि म पनि मधेसतिरै बसेको यस्तै त हुन्छ नि ओ माई गड त्यहाँ कस्तो हावा अब यहाँ छैन है मोटी त्यहाँ सबैभन्दा हाइट भएर के त्योभन्दा अग्लो छैन नि त यता साथीभाइहरू हाम्रो यो के नेपाली बोल्ने चाहिँ त्यहाँ के डिसमिस गरिदिएको नेपाली मात्र बोल्नु त आउँदैन रहेछ यो मोटी हारो मोटीले मलाई 50 रुपियाँ दिन्छ यहाँ हाम्रो नेपाली बोल्ने कार्यक्रम यहीँ समाप्त गर्न चाहन्छु र नेपाली बोल्ने कार्यक्रममा चाहिँ पुनम राईले जित्नु भएको छ अहिले भरे एलिसा मगर यो अगाडि हिँड्ने मोटीको हातबाट 50 रुपियाँ यहाँको पुरस्कार पाउँछु बुझिस् मैले भनिसकेँ तैँले दिनैपर्छ ए जसले कमेन्ट गर्छ धेर कसले नेपाली बोल्यो भनेर त्यो हारेको ल मोटी त्यो कसैले कमेन्ट गर्दैन मेरो बहिनीले पाएको होला मेरो भाइले नै गर्छ यहाँ त गर्मी भयो है मोटी तँलाई गर्मी भयो कालतिर गर्मी भयो अब हामी फर्केको ओह्रालो झर्दैछौँ कसको अनि हिँड्दा जसको मादल बजाएको जस्तो फाइनली साथीभाइहरू मोटीले पनि आरोहण सगरमाथा आरोहण गरे जस्तै गरी आइपुग्यो होइन अनि आन्टीले त अमे एलु तिम्रो पनि सक्यो भन्नुहुन्छ होला गाह्रो भएन भन्नुहुन्छ होला त्यस्तै भन्नुहुन्छ नि त आन्टीले जाऊ जाऊ काल धन्यवाद सिस्नु प्राय हुँदो रहेछ कि युके यतातिर के जाऊ जाऊ अब म खोलिदिन्छु अघि तैँले खोलिदिन्छु जो चाहिँ डराउँछ जो चाहिँ हिँड्नु सक्दैन उसले मलाई सिकाउने जुन गोरुको सिङ छैन उसकै नाम टिके फोनमा हेरेको छुइनँ मोटी मैले त्यसलाई यसलाई झन् यस्तो भन्नु हुँदैन क्या यो त कन्फ्युज हुन्छ नि के गरौँ हुन्छ मैले भनेको यता नहुनु यो ढुङ्गा त यहाँ यो ढुङ्गा टेक्नु अनि यहाँ त्यहाँ जाँदैन बिस्तारै बिस्तारै म आफै आउँछु के अरे तैँले के भनेको मेरो प्यास खोजेको त के अरे तैँले भनेको के मेरो के अरे मम्मी भएपछि त अलिक रिसाउनु छोडेको ए हो बे गरेपछि त्यस्तो भएको फेरि भन्न यता क्यामेरामा हेरेर भन्दा सबैले सुन्नुहुन्छ मेरो रिसाएको देखेको छैन नि त मैले मेरो अघि नै त उयो गाडी यस्तो उयो हुँदाखेरि पनि यो चलाएर बस्छ नि नत्र त्यतिखेर कस्तो कराउँथ्यो होला होइन कालु म तिमीलाई त्यसो भन्छु त ल
मैले कहाँ भने मलाई सुसु चाहिँ आइसकेको थियो कि सुसु र बबी डाउला जस्तो भएको थियो अनि म के अनि के भन्नु अब उसले गरि त सक्यो अब त्यहाँ हामी त्यो अब नेपालको जस्तो भए पो युटर्न गर्नु त्यहाँ केही गर्नु मिल्दैन देखिस् आउ त छिटो लाग्यो कि लागेन तँलाई यसरी यसरी गर्छु हामी चाहिँ तल जाने हो बिस्तारी पानी पर्दैथ्यो अहिले चाहिँ रोकियो पढ्ने फेरि रोक्ने पढ्ने रोक्ने पढ्ने रोक्ने हुन्छ यो त मेडिटेसन गर्न थाल्यो क्या अहिले हिउँ परेर के ए हिउँ अरे सानो सानो टाँसिरहेछ ज्याकेटमा तेरो ज्याकेटमा मेरो ज्याकेटमा पनि होला पानी पऱ्यो साथीभाइहरू हामी जाँदैछौँ भुन्टे अगाडि छ भुन्टे र कालु मेरो कालुले बोक्यो बिस्तारै नै कस्तो उफ्रिनु मन लाग्यो नउफ्रि है त्यसरी त झन् बरु यतादेखि सजिलो हुन्छ यहाँदेखि सजिलो तिनीहरू चाहिँ अप्ठ्यारो बाटो जान्छ कहाँ पुगेको त्यो देखाइदेऊ त कालु हामी टपमा पुगेर चाहिँ यो गरिनौँ होइन टपमा उहाँ माथि पुगेको हामी त्यहाँ माथि हो टपमा साँच्चै अनि अहिले चाहिँ हामी यहाँ छौँ त्यहाँ हामीले फोटो खिचिनौँ है कालु किनकि कालु नानीसँग थियो नि त अनि त्यहाँ त कस्तो बुढाउला जस्तो तपाईँ त गाला भिडियो गरेर त रातो छ तपाईँको नि हल्का हल्का रातो छ अब हामी चाहिँ यता जान्छौँ मोटी बिस्तारै जान हामीलाई कस्तो देखेछ कालु राम्रै देखेको राम्रो देखिरहेको म पहिले चाहिँ राम्रो लाग्छ हिँड हिँड लु ओइ मोटी तँलाई कस्तो लाग्यो भन गफ गर्दैन कस्तो यहाँ माथि आएर कस्तो लाग्यो मैले अघि त बस्छु भन्ने खुसी लाग्छ तिमी चाहिँ क्यामेरामा नहेर न काल खोइ हेरेको छुइनँ बाटो हेर्दैछु बाटो हेर त्यसरी क्यामेरा फेरि लट्ट अनि मोटीले मलाई भनेको गर्छ हेर नि त ओइ पुग्ने चिसो लाग्छ नि कोही चिन्लौ ए हावाले त्यसो खान्छ क्या माथि त्यो डाँडामा होइन कालु यसरी सिधा बाटो भएको भए नजिक हुन्थ्यो नि कहाँदेखि कालु तापले जुन जाँदा त्यस्तै हुन्छ है फ्रेस फिल्म भएन दिदी के गर्नु गएको घुम्नु पो गएको होला भनेर सेतो पेन्ट लगाएर हिँडेको घुम्नु त गएको त नि नि हाइकिङ रहेछ नि मैले तपाईँलाई भनेको होइन ट्राउजर चाहिन्छ भनेर अनि म त त्यस्तो पनि हुन्छ होला भनेर म त अब हिँड हिँड आइ त गयो अब ऊ तर रमाइलो त रमाइलो भयो सक्दिनँ भन्दा ठिकै भयो छ त्यत्रो घुमेको भने क्या किनकि अघि बिच्चा बाटो जाँदा कत्रो पानी पर्ने रहेछ नि त सानो कुन त्यो कहाँ पुगेर आइमा भिडियो पनि त भेट्यो होइन तँलाई कस्तो हेरेको
उयो हुँदैन हौ भेजै हो त्यसमा भेजिटेरियन चाहिँ भेजिटेरियन खानु यो तँलाई डिप गर्ने मन पर्छ त्यहाँ त्यो उयो ए चक्लेट यहाँ छ नि त दिदी गर्ने तपाईँको यो चक्लेट तिमी पछि हाल्ने ल इन्ग्रिडियन्ट पो छ त काम गर्ने छिमेकी राष्ट्रको छ चिनी बजाउलाई म चाहिँ खा मैले एउटा आइज हामीले ब्रेक्सको खानु छोडेको थियौँ क्या कहिले काहीँ जाँदा खाने उसलाई कस्तो डाइरिया चल्यो क्या एक दिन काम गर्न रातभर टोइलेट सुतेको ब्रेक्स हुँदैन उता स्यान्डविचहरू होइन उसलाई पनि खानु मन लाग्यो हेर्नु छ मरिच पनि हालेको रहेछ म आलु मन पर्दैन त खाँदैन तँ बाबी हाल्छ त खा न म आलु ल्याउनु